गाइज आजको भिडियो चाहिँ मैले स्टार्ट गरेँ। हाम्रो घरमा दुईचोटि परेवा आइरह। गाइज कति राम्रो परेवाहरू छन्, शान्तिको प्रतीक। मेरो भिडियोमा पनि यसै गरी हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गर्न सक्नुहुन्छ गरेर सन्चुलालाई शान्ति बनाइदिनु होला। मेरो मन शान्त रहिरहोस् सधैँभरि। एकदमै राम्रो परिवारको जोडी जस्तै कहिल्यै छुट्टिन नपरोस् होइन। हजुरहरूलाई पनि मेरो कामना छ। र आजमा चाहिँ हाम्रो मलिन घाम लागिरह। त्यति धेरै घाम पनि लाएन। हिजो मन दाइले यहाँ ठटाउन राखेको स्यालटुङ ठटाउन सकेन, आधा छोड्नु भयो। हाम्रोमा चाहिँ यहाँ धान ल्याएर छोडेको छौँ। यो चाहिँ अनदी भन्छ। अनदी भनेको चाहिँ अब छिटै पाक्ने धान हो होइन। एकदम महँगो धान, एकदम महँगो धान अनि एकदमै तागत दिने। अब हातखुट्टा भाँचिहरू भने पनि यही धान खाएपछि, यही चामल खाएपछि चाहिँ जोडिन्छ छिटो भन्छन्। ल सुतेर उठेको होइन। अनि सुतेर उठ्दै अब भ्लग बनाउन स्टार्ट गरेँ। आज चाहिँ पार्ट 6 मा हामी भ्लगको पार्ट 6 मा छौँ। अनि मम्मी बाबा चाहिँ उता आलु लाउन जानु, आलु लाउने बेला भइन्छ। अनि उता चाहिँ ट्र्याक्टरले जोत्दैछन् हाम्रोमा। गाई म देखाइदिन्छु हजुरहरूलाई, हेर्न सक्छ। हाम्रोमा यहाँ चाहिँ जोत्न सुरु गरिराखेको छौँ। यो चाहिँ सिकार भाइ हेलो भनिदेऊ त। हेलो दाइ हो, हेलो भनिदिनु त। ल दाइको अनि ल भाइले जोत्नु लगाइराख्नु, हेलो भनिदेऊ त। यसरी जोत्नुपर्छ है गाई हामीले चाहिँ। यहाँ चाहिँ लसुन लाउने हो जोतेर। अब चाहिँ यो माटो राम्रो भइसक्यो। यसमा चाहिँ हामीले मल हालिसक्यौँ। मल हालेर अब चाहिँ जोत्ने हो। अनि जोतेर सबै रेडी भइसक्यो पछाडि चाहिँ यहाँ त्यसले करेसा गरेर चाहिँ अनि त्यो लसुन रोपिदिने हो। लसुन पनि हाम्रो रेडी हुँदैछ गाइज। अनि यहाँ चाहिँ भाइ चस्मा लाएर बसिरहेको थियो। तिमीलाई कस्तो फिल भइरहेको भयो त भाइ? राम्रो फिल भइरहेको। अनि उता चाहिँ आमाले लसुन फैलाउँदै हुनुहुन्छ, अङ्कलले पनि। ल गाइज मनु दाइ गइसक्नु भयो। हाम्रो चाहिँ यहाँ ट्र्याक्टर रेडी हुँदैछ है गाइज। ल गाइज हाम्रोमा चाहिँ लसुन लाउन स्टार्ट भइसक्यो, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अनि अब चाहिँ म हाम्रो घर जाँदैछु। मलाई एकदम धेरै खरो भयो। ल गाइज यहाँ हेर्नुहोस् हाम्रो दिदीलाई। यो मेरी दिदी हुन् तर बहिनी जस्तो देखिन्छन्। हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है। र गाइज यति राम्री छिन्। कसैलाई चाहिएमा आवश्यक परेमा सम्पर्क गर्नु होला मेरो फोन नम्बरमा। नभए मेरो कमेन्टमा भन्दै पनि हुन्छ, मन पऱ्यो भने चाहिँ मैले नम्बर दिइहाल्छु। अनि त्यस पछाडि हाम्रोमा परेवा आइरहेको छ गाइज। हुन्छ हाम्रोमा परेवाहरू छन् कति राम्रा दुई जोडी परेवा। हामीले यहाँ धान सुकाइराखौँ। यो पनि अब माथितिर चाहिँ नझाँटिकन यो चाहिँ झाँटेर सबै टक्क रेडी बनाएर निफनेर राखेको। यहाँ चाहिँ बोडी सुकाइराखौँ। यो बोडी हेर्ने काम चाहिँ मेरो हो।